आजको सुनचाँदीको नयाँ अपडेटमा सम्पूर्णलाई स्वागत छ। म न्यू विश्वकर्मा ज्वेलर्सबाट तपाईहरुलाई निरन्तर 5-7 वर्ष अगाडिदेखिबाट साथ सपोर्ट गर्दै आएँ र तपाईहरुले पनि हामीलाई छोटो समयमा धेरै विश्वास गरेर देश विदेशबाट धेरैले माया गरेर कतिले हाम्रो पसल भिजिट गरेर कतिले अनलाइन मार्फतबाट हामीलाई माया गरेर हामीबाट सामानहरू खरिद गर्नुभयो, हाम्रो पसलमा सामान बिक्री गर्नुभयो। सम्पूर्णलाई धेरै धेरै धन्यवाद। म आज तपाईहरुलाई आजको नयाँ अपडेट बताइरहेको छु के कति आयो भनेर सुनचाँदीको भाउबाट। कृपया हाम्रो यो मेहनतको लागि तपाईहरुले सानो एउटा यो हाम्रो युट्युबलाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। यो च्यानल हामीले तपाईहरुको लागि स्पेशल सुनचाँदीको भाउ र सुनचाँदीको जानकारीको लागि बनाएको हो भन्ने कुरा तपाईहरुले बुझ्नुपर्छ। किन भन्दाखेरि हामीले डेली सुनचाँदीको अपडेट विभिन्न माध्यमबाट खोजिरहेको हुन्छौँ, हेर्नको लागि विभिन्न एप सर्च गरिरहेको हुन्छौँ। तर तपाईको मोबाइलमा सुनचाँदीको भाउ तपाईले सब्स्क्राइब गर्नुभयो भने आफै आउनेछ। ढिला नगरिकन आजको भाउ म तपाईहरुलाई बताउँछु। आज मिति 2083 साल वैशाख महिनाको 11 गते शुक्रबार। आज चाहिँ सुनको भाउ हिजो भन्दा पनि घटेको छ। तपाईहरुलाई म ढिला नगरिकन आजको सुन चाँदीको भाउ बताउँदैछु। सुनमा पनि चाँदीमा पनि धेरै घटेको छ। निरन्तर 3-4 दिन अगाडिदेखिबाट 3 लाख भन्दा माथि रहेको सुनको भाउ घट्दै 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 2 लाख भन्दा तल ओर्लिसकेको छ। भनेको हिजोको सुनको भाउ 2,79,200 रुपैयाँ मात्र रहेको थियो भने आज एकै दिनमा 2,200 रुपैयाँले भनेको 2,200 रुपैयाँले घटेको छ। 2,200ले घटेर आज सुनको भाउ 2,97,000 मात्र रहेको छ। के अब सुन चाँदीको भाउ यसरी नै घट्दै जाने हो? र चाँदीको भाउ पनि स्थिर रहन सकेन। चाँदीको भाउ पनि हिजो 5,040 रुपैयाँ रहेको चाँदीको भाउ आज मात्रै 75 रुपैयाँले घटेर 4,965 मात्र रहेको छ। भनेको चाँदीमा 75 रुपैयाँ भनेको धेरै नै हो साथीहरू। अब यही तरिकाले सुन चाँदीको भाउ घट्दै जाने हो अथवा सुन चाँदीको भाउ चाहिँ स्थिर रहला, 3 लाख कट्ला कि 3 लाख घटेर नै बस्ला? कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो सुनको भाउ घट्दाखेरि कतिजना कस्टमर खुसी हुनुहुन्छ, कतिजना कस्टमर दुखी हुनुहुन्छ? कृपया हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्न भने नछुटाउनु होला। किनकि तपाईँ सुन चाँदीको भाउ घटोस् भन्ने चाहनुहुन्छ कि सुन चाँदीको भाउ बढोस् भन्ने चाहनुहुन्छ? जसले सुन चाँदी किनेर टन्न राख्नु भएको छ उहाँले त बढोस् भन्ने चाहनु होला। जसले आगामी दिनहरुमा सुन बनाउँछु भन्ने सोच राख्नु भएको छ उहाँहरूले चाहिँ सुन चाँदीको भाउ घट्नुपर्छ, 1 लाखमा पुग्नुपर्छ, 2 लाखमा पुग्नुपर्छ, 50,000 मा झर्नुपर्छ भनेको पनि मैले कमेन्ट धेरै हेरेँ। तपाईहरुले गरेको कमेन्ट मैले हेरिरहेको हुन्छु। कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु होला। हाम्रो यो नयाँ युट्युब च्यानललाई तपाईले सब्स्क्राइब गर्नुभयो भने सधैँभरि तपाईँ हामी यसरी नै भिडियो मार्फत जोडिने छौँ। र सम्पूर्ण साथीहरू कुनै पनि डिजाइनका सामान बनाउनु परेमा, बेच्नु परेमा, किन्नु परेमा हामीलाई सम्झाउन सक्नुहुन्छ। न्यू विश्वकर्मा ज्वेलर्स, मनरी बजार, मेन रोड, मकवानपुर जिल्ला, हेटौँडाबाट 30 किलोमिटर, नारायणघाटपट्टि, नारायणघाटबाट 46 किलोमिटर, हेटौँडापट्टि मनरी बजार। मनरी भन्ने बित्तिकै तपाईहरुलाई के याद आउँछ? मनरी भन्ने बित्तिकै भैँसीले बाघ मारेको ठाउँ हो भन्ने कुरा नि धेरैजनाले सामाजिक सञ्जालमा चर्चित भएको थियो। त्यो ठाउँ हो। कृपया तपाईहरुलाई सुन चाँदी सम्बन्धी कुनै पनि जानकारी, कुनै पनि सामान चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। छोटो समयमा तपाईहरुले धेरै माया र साथ सपोर्ट दिनुभएको छ र यो हाम्रो भिडियोलाई नै मन पराउनुहुन्छ, शेयर गर्नुहुन्छ भन्ने विश्वासको साथले भोलि फेरि अर्को नयाँ अपडेटका साथले तपाईहरुको माझमा उपस्थित हुने नै छु। नयाँ अपडेट, नयाँ भिडियो र सुन चाँदीको जानकारी तपाईहरुलाई डेली गराइरहने बाचाको साथले बिदा हुन्छु। हस्त सम्पूर्णलाई धन्यवाद, नमस्कार, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। भोलि फेरि अर्को नयाँ ताजा अपडेट लिएर आउनेछु। प्रतीक्षा गरेर बस्नुहोला। हस्त सम्पूर्णलाई धन्यवाद।